स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानल राजु शर्मा। आज हामीहरु क्लास 11 को सब्जेक्ट प्रिन्सिपल्स अफ अकाउन्टिङ को हामी चर्चा गर्ने छौं। प्रिन्सिपल्स अफ अकाउन्टिङ भन्नाले लेखा विधिका सिद्धान्तको बारेमा हामी चर्चा गर्ने छौं। यो क्लास 11 को अकाउन्टिङबाट जम्माजम्मी कति मार्क्स को न्युमेरिकल, कति मार्क्स को थ्योरी, जम्मा कतिवटा च्याप्टर छ, त्यो च्याप्टर मध्ये कुन कुन च्याप्टरबाट कति मार्क्स को क्वेशन आउँछ, लङ मा कति आउँछ, भेरी सर्ट मा कति आउँछ, सर्ट मा कति आउँछ, त्यो सबैको बारेमा हामी आज चर्चा गर्ने छौं। ध्यान दिनुस्, यहाँ सबभन्दा पहिला प्रिन्सिपल्स अफ अकाउन्टिङ मा जम्माजम्मी यो बुकलाई दुईवटा पार्टमा डिभाइड गरेको छ। एउटा कमर्शियल अकाउन्ट र अर्को गभर्नमेन्ट अकाउन्ट। कमर्शियल अकाउन्टलाई हामी भन्छौं व्यापारिक लेखा विधि। व्यापारिक लेखा विधि, यो व्यापारिक लेखा विधिमा खास गरेर के भन्छ कि जति पनि एकलौटी व्यवसाय छ, जति पनि साझेदारी व्यवसाय छ, त्यो साझेदारी व्यवसाय र एकलौटी व्यवसायमा हुने फाइनान्शियल ट्रान्ज्याक्सनलाई कसरी रेकर्ड गर्ने, कहाँ रेकर्ड गर्ने, कहाँ क्लासिफाई गर्ने, समराइज गर्ने कसरी, एनालाइज गर्ने कसरी, इन्टरप्रेट गर्ने कसरी, त्योसँग सम्बन्धित इन्फर्मेसन कसले दिन्छ? कमर्शियल अकाउन्टले इन्फर्मेसन दिन्छ। अब गभर्नमेन्ट अकाउन्ट जति पनि सरकारी निकायहरु छ, जति पनि सरकारी कार्यालयहरु छ, त्यो सरकारी कार्यालयमा हुने आर्थिक कारोबारको हामी आर्थिक सूचनाको हामी हिसाब किताब कसरी राख्ने हो, त्योसँग सम्बन्धित हामीलाई कोर्स सिलेबस दिएको छ गभर्नमेन्ट अकाउन्टिङ भित्र अथवा गभर्नमेन्ट अकाउन्ट भित्र। त यहाँ कमर्शियल अकाउन्टमा जम्माजम्मी 18 वटा च्याप्टर पर्छ र साथै गभर्नमेन्ट अकाउन्टमा 5 वटा च्याप्टर पर्छ। भन्नाले यो कमर्शियल अकाउन्टिङ पार्टबाट जम्माजम्मी 61 मार्क्स को आउँछ र गभर्नमेन्ट अकाउन्टिङबाट 14 मार्क्स को आउँछ। साथै 14 मार्क्स को न्युमेरिकल आउँछ र और थप गरेर एक्स्ट्रामा क्वेशन 8 मार्क्स को थ्योरी आउँछ र 5 मार्क्स को न्युमेरिकल आउँछ। साथै यहाँ कमर्शियल अकाउन्टमा हाम्रो 61 मध्ये जम्माजम्मी 50 मार्क्स को न्युमेरिकल आउँछ र 11 मार्क्स को थ्योरी आउँछ हाम्रो यो कमर्शियल अकाउन्टिङ पार्टबाट। ध्यान दिनुस्, यहाँ सबभन्दा पहिला हामी च्याप्टर वाइज जाने छौं। 1 च्याप्टर देखि 18 च्याप्टर सम्म हाम्रो कमर्शियल अकाउन्ट भित्र पर्छ र साथै 19, 20, 21, 22 र 23 5 वटा च्याप्टर जम्मा हाम्रो गभर्नमेन्ट अकाउन्टिङ भित्र पर्छ। अब हामीले ध्यान के दिनु पर्छ कि च्याप्टर फर्स्टमा के छ हाम्रो बुक किपिङ एन्ड अकाउन्टिङ कन्सेप्ट। बुक किपिङ एन्ड अकाउन्टिङ कन्सेप्ट यो च्याप्टरबाट हामीलाई एक्जाममा या त 1 मार्क्स को थ्योरी आउँछ या त 2 मार्क्स को थ्योरी आउँछ र साथै हामीलाई क्वेशन नम्बर 12 मा 12 को ए मा 3 मार्क्स को थ्योरी आउँछ। भन्नाले यो च्याप्टरबाट कम्तीमा 1 र बढीमा कति 5 मार्क को थ्योरी आउन सक्छ। अब जेनरली एक्सेप्टेड अकाउन्टिङ प्रिन्सिपल्स भन्नाले यो ग्याप च्याप्टरबाट हामीलाई क्वेशनमा 1 मार्क्स को थ्योरी अथवा फेरि 1 मार्क्स को भन्नाले 2 मार्क्स को थ्योरी अथवा 3 मार्क्स को थ्योरी आउन सक्छ। अब हामी आउने हो डबल इन्ट्री सिस्टम एन्ड अकाउन्टिङ इक्वेशनमा। यो अकाउन्टिङ इक्वेशन पार्ट हाम्रो न्युमेरिकल को हो। यो न्युमेरिकल को पार्टबाट हामीलाई 2 मार्क्स को न्युमेरिकल आउँछ जुन हाम्रो क्वेशन नम्बर 12 को बी मा हुन्छ र थ्योरी जुन हुन्छ हाम्रो यो डबल इन्ट्री सिस्टम पार्टबाट सोध्न सकिन्छ पनि सोध्न पनि सक्दैन। त यहाँ मेनली हाम्रो डबल इन्ट्री सिस्टमबाट 1 मार्क्स को थ्योरी जुन आउँछ त्यो क्वेशन नम्बर 3 अथवा क्वेशन नम्बर 4 मा हुन सक्छ। अब आउँछ हामी च्याप्टर 4 मा। च्याप्टर 4 को नाम के रहेछ हाम्रो बुक्स अफ ओरिजिनल इन्ट्री, जर्नल। यो जर्नल इन्ट्री च्याप्टरबाट हामीलाई 3 मार्क्स को न्युमेरिकल आउँछ जुन हाम्रो क्वेशन नम्बर 20 को ए मा आउँछ। भन्नाले यो लङ क्वेशन को ग्रुपमा आउँछ हाम्रो। यो न्युमेरिकलै च्याप्टर हो हाम्रो। लेजर अकाउन्ट्स च्याप्टरबाट हामीलाई फाइनल एक्जाममा 4 मार्क्स को न्युमेरिकल आउँछ र यो क्वेशन नम्बर 20 को बी मा हुन्छ हाम्रो। भन्नाले पहिला जर्नल आउँछ 20 नम्बरमा ए नम्बरमा र 20 को बी मा के भन्छ नेसेसरी लेजर बनाऊ। जर्नल इन्ट्रीज बनाइसकेपछि के बनाऊ नेसेसरी लेजर बनाऊ। त नेसेसरी लेजर हाम्रो कति मार्क्स को आउँछ 4 मार्क्स को आउँछ। त्यसपछि आउँछ हामी च्याप्टर 6 मा सब्सिडियरी बुक सहायक पुस्तिका। यो च्याप्टरबाट हामीलाई 2 मार्क्स को न्युमेरिकल आउँछ र यो क्वेशन हाम्रो नम्बर 13 को बी मा हुन्छ। त यो च्याप्टरबाट हाम्रो या त पर्चेज बुक बनाउन भनिरहेको हुन्छ अथवा सेल्स बुक अथवा पर्चेज रिटर्न बुक अथवा सेल्स रिटर्न बुक सोध्न सकिन्छ। अब च्याप्टर 7 मा आउँछ क्याश बुक। यो च्याप्टरबाट हाम्रो फाइनल एक्जाममा 3 मार्क्स को न्युमेरिकल आउँछ र क्वेशन नम्बर 13 को ए मा सोध्ने गर्छ। क्वेशन नम्बर 13 को ए मा 3 मार्क्स को न्युमेरिकल आउँछ जुन हाम्रो क्याश बुकबाट हुन्छ। यो क्याश बुकमा
हामीलाई डबल कलम र ट्रिपल कलम मध्ये एउटा कुनै क्वेशन आउन सक्छ। डबल कलम क्याश बुकमा क्याश बुक विथ क्याश एन्ड डिस्काउन्ट कलम, क्याश बुक विथ बैंक एन्ड डिस्काउन्ट कलम, क्याश बुक विथ क्याश एन्ड बैंक कलम र साथै क्याश बुक विथ क्याश एन्ड बैंक एन्ड के डिस्काउन्ट कलम। यो मध्ये हामीलाई एउटा क्वेशन आउन सक्छ 3 मार्क्स को न्यूमेरिकल। अब आउनुस् हामी ट्रायल ब्यालेन्स। यो ट्रायल ब्यालेन्स बाट 1 मार्क्स को थ्योरी आउँछ जुन क्वेशन नम्बर 4 मा हुन्छ र 1 मार्क्स को न्यूमेरिकल आउँछ जुन क्वेशन नम्बर 20 को सी मा हुन्छ। भन्नाले जर्नल इन्ट्रीज, नेसेसरी लेजर र ट्रायल ब्यालेन्स हाम्रो सँगै आउँछ। क्वेशन नम्बर 20 मा लङ एन्सर क्वेशन को ग्रुप सी मा आउँछ हाम्रो। त हामीलाई विचार के गर्नुपर्छ कि यो ट्रायल ब्यालेन्स बनाउने जम्मा-जम्मी दुईवटा तरिका हुन्छ। एउटा अनएडजस्टेड ट्रायल ब्यालेन्स र अर्को एडजस्टेड ट्रायल ब्यालेन्स। त हामीलाई अनएडजस्टेड ट्रायल ब्यालेन्स बनाउन भन्छ 1 मार्क्स को न्यूमेरिकल, त्यो पनि लेजर ब्यालेन्स को मद्दतले। त हामी अनएडजस्टेड ट्रायल ब्यालेन्स हामी तीनवटा तरिकाले बनाउँछौ। एउटा टोटल मेथड, एउटा ब्यालेन्स मेथड र अर्को मिक्स मेथड। त हामी खास गरेर ब्यालेन्स मेथडलाई नै हामी के बढी ग्राह्यता दिने गर्छौ। अब आउनुस् हामी मोडर्न बैंकिङ सिस्टम चैप्टर 9 एन्ड बैंक रिकन्सिलिएसन केमा स्टेटमेन्टमा। त यो मोडर्न बैंकिङ सिस्टम पार्टबाट हाम्रो 1 मार्क्स को थ्योरी आउँछ। जस्तै हाम्रो चेक केलाई भने, चेक कति प्रकारको हुन्छ, अथवा मोडर्न बैंकिङ सिस्टम केलाई भने, एटीएम कार्ड कसलाई भने, अथवा मोडर्न बैंकिङ टुल्सहरु के हुन् र साथसाथै हाम्रो बैंक रिकन्सिलिएसन स्टेटमेन्ट पार्टबाट 5 मार्क्स को न्यूमेरिकल आउँछ जुन हाम्रो क्वेशन नम्बर 14 मा हुन्छ। क्वेशन नम्बर 14 मा ग्रुप बी मा हुन्छ हाम्रो सर्ट एन्सर क्वेशन मा हुन्छ 5 मार्क्स को न्यूमेरिकल जुन बैंक रिकन्सिलिएसन स्टेटमेन्ट टपिकबाट हाम्रो एक्जाममा सोध्ने गर्छ। यो खास गरेर हामीलाई यो अनएडजस्टेड मेथड पनि सोध्न सक्छ र एडजस्टेड मेथड पनि बैंक रिकन्सिलिएसनलाई हामीलाई सोध्न सकिन्छ। अब चैप्टर 10 मा आउँ हामी जर्नल प्रोपर एन्ड एडजस्टेड ट्रायल ब्यालेन्स भन्छ हामीलाई। जर्नल प्रोपर एन्ड के एडजस्टेड ट्रायल ब्यालेन्स। हामीलाई यो एडजस्टेड ट्रायल ब्यालेन्स पार्टबाट हामीलाई 5 मार्क्स को न्यूमेरिकल आउँछ र यो क्वेशन नम्बर 15 को और मा हुन्छ। क्वेशन नम्बर 15 केमा हुन्छ और मा हुन्छ। हामीलाई एडजस्टेड ट्रायल ब्यालेन्स बनाउनको लागि दिएको हुन्छ अनएडजस्टेड ट्रायल ब्यालेन्स र तल त्यसको दिएको हुन्छ हामीलाई एडिशनल इन्फर्मेसन र रिक्वायर्डमा के सोधेको हुन्छ हामीलाई प्रिपेयर अथवा रिक्वायर्ड एडजस्टेड ट्रायल ब्यालेन्स 5 मार्क्स को। यो क्वेशन नम्बर 15 को और मा हुन्छ। यो 15 नम्बर को और मा को अर्थ के भयो कि हामीलाई प्रोभिजन फर डाउटफुल डेब्ट अकाउन्ट र रेक्टिफिकेसन अफ अकाउन्टिङ एरर को सट्टामा यो चैप्टरलाई हामीले बनाउन भन्छ। अब आउनुस् हामी अकाउन्टिङ एररमा चैप्टर 11 मा। अकाउन्टिङ एरर चैप्टरबाट हामीलाई 1 मार्क्स को थ्योरी आउँछ जुन क्वेशन नम्बर 6 मा हुन्छ। क्वेशन नम्बर 6 मा सोध्छ र 3 मार्क्स को न्यूमेरिकल आउँछ जुन हाम्रो 15 को ए मा हुन्छ। भन्नाले 15 नम्बर क्वेशन को ए बी गरेर दुईटा आउँछ र ए बी गरेर ए बी को साथसाथै हाम्रो और मा पनि आउँछ। ध्यान दिनु के पर्छ हामीलाई कि यो अकाउन्टिङ एरर र रिजर्भ फर अथवा प्रोभिजन फर डाउटफुल डेब्ट अकाउन्ट मध्ये यो एरर र प्रोभिजन फर डाउटफुल डेब्ट अकाउन्ट दुईटै बनाउनुस् अथवा यो हामी एडजस्टेड ट्रायल ब्यालेन्स को पनि बनाउन सक्छौं। साथै हामी अकाउन्टिङ फर फिक्स्ड एसेट्स अथवा डिप्रिसिएसन चैप्टरमा आउँदा यो चैप्टर हाम्रो 12 मा पर्छ। त अकाउन्टिङ फर फिक्स्ड एसेट्स चैप्टरबाट हामीलाई फाइनल एक्जाममा 5 मार्क्स को न्यूमेरिकल आउँछ। भन्नाले हामीलाई फिक्स्ड एसेट्स अकाउन्ट अथवा मेसिनरी अकाउन्ट अथवा भेहिकल्स अकाउन्ट अथवा फर्निचर अकाउन्ट बनाउन भन्छ। त्यो पनि अन्डर ए स्ट्रेट लाइन मेथड अथवा डिमिनिसिङ मेथड अथवा हामीलाई रेट्रोस्पेक्टिभ प्रोस्पेक्टिभ मेथड पनि सोध्न सकिन्छ हामीलाई। तर खास गरेर यो चैप्टरबाट हामीलाई ज्यादातर हामीलाई डिमिनिसिङ ब्यालेन्स मेथड अथवा मात्र के स्ट्रेट लाइन मेथड अनुसार हामीलाई फिक्स्ड एसेट्स अकाउन्ट बनाउन हामीलाई भनिरहेको हुन्छ। त हाम्रो यो चैप्टरबाट हामीलाई 5 मार्क को न्यूमेरिकल आउँछ र ज्यादातर खास गरेर हाम्रो 3 वर्ष को मात्र भन्छ यहाँ अकाउन्ट प्रिपेयर गर्न। अब आउनुस् हामी रिजर्भ एन्ड प्रोभिजन चैप्टरमा। यो जुन हाम्रो चैप्टर नम्बर 13 मा आउँछ र यो रिजर्भ एन्ड प्रोभिजन चैप्टरबाट 1 मार्क्स को थ्योरी आउँछ र यो थ्योरी हाम्रो क्वेशन नम्बर 7 मा आउँछ। क्वेशन नम्बर 7 मा 1 मार्क्स को जुन थ्योरी हुन्छ त्यो हाम्रो रिजर्भ एन्ड प्रोभिजनै चैप्टरबाट हुन्छ। व्हाट इज रिजर्भ अथवा व्हाट इज प्रोभिजन, टाइप्स अफ रिजर्भ पनि सोधिन सक्छ हामीलाई अथवा फीचर्स अफ रिजर्भ अथवा अब्जेक्टिभ्स अफ रिजर्भ पनि सोधिन सक्छ 1 मार्क्स को थ्योरीमा। र साथै यो चैप्टरबाट हामीलाई प्रोभिजन फर डाउटफुल डेब्ट अकाउन्ट बनाउन पनि भन्छ जुन क्वेशन नम्बर 15 को बी मा हुन्छ। 2 मार्क्स को न्यूमेरिकल हुन्छ। अब आउनुस् हामी क्वेशन नम्बर चैप्टर नम्बर 14 मा। चैप्टर नम्बर 14 को नाम के हो हाम्रो क्यापिटल एन्ड रेभिन्यू कन्सेप्ट हो। क्यापिटल एन्ड रेभिन्यू के हो कन्सेप्ट हो। यो चैप्टरबाट हामीलाई फाइनल एक्जाममा 1 मार्क्स को थ्योरी आउँछ जुन क्वेशन नम्बर 8 मा सोध्ने गर्छ। कतिमा नम्बर सोध्ने गर्छ क्वेशन नम्बर 8 मा। अब आउनुस् हामी फाइनल अकाउन्टमा। यो फाइनल अकाउन्ट हामी दुई तरिकाले बनाउन सक्छौं। एउटा ट्रेडिशनल एप्रोच अर्को मोडर्न एप्रोच। ट्रेडिशनल एप्रोचले बनाउँछौं भने यो हाम्रो ट्रेडिशनल फाइनल अकाउन्ट भयो जसमा हामीलाई ट्रेडिङ अकाउन्ट, प्रॉफिट लस अकाउन्ट र ब्यालेन्स शीट। यो ट्रेडिङ अकाउन्ट, प्रॉफिट लस अकाउन्ट र ब्यालेन्स शीट यो तीनटै मध्ये कुनै दुईवटा फाइनल एक्जाममा सोध्छ। 2 + 3 गरेर जम्मा 5
5 मार्क्स को न्यूमेरिकल सोध्छ र यो हाम्रो क्वेशन नम्बर 17 मा हुन्छ, क्वेशन नम्बर 17 मा हुन्छ हाम्रो। अर्को आउँछ हामी फाइनान्शियल स्टेटमेन्ट, जुन हामी फाइनल अकाउन्ट हामी मोडर्न तरिकाले बनाउँछौं त्यसलाई नै हामी के भन्छौं फाइनान्शियल स्टेटमेन्ट। यो पार्ट भित्र हामीलाई मल्टी स्टेप इन्कम स्टेटमेन्ट, क्लासिफाइड ब्यालेन्स शीट अथवा त्यसको अरमा सट्टामा हामीलाई प्रॉफिट लस स्टेटमेन्ट एज पर एनएफआरएस र फाइनान्शियल पोजिसन एज पर के एनएफआरएस, यो दुईटै मध्ये एउटा भन्छ बनाउन अथवा हामीलाई कम्पल्सरी गरेर मात्र मल्टी स्टेप अथवा मात्र हामीलाई एनएफआरएस पनि सोध्न सकिन्छ। 4 + 4 गरेर जम्मा कति मार्क्स को 8 मार्क्स को न्यूमेरिकल आउँछ र यो हाम्रो क्वेशन नम्बर 21 मा हुन्छ। यो क्वेशन नम्बर 21 मा न्यूमेरिकल त हुन्छ, यसको सट्टामा अरमा हामीलाई थ्योरी पनि दिन सक्छ गभर्नमेन्ट अकाउन्ट, त्यो हामी पछाडी हामी चर्चा गर्ने छौं गभर्नमेन्ट अकाउन्ट को चैप्टर आउँदा। अब अकाउन्टिङ फर नन प्रॉफिट अर्गनाइजेसन भन्नाले गैर नाफामूलक संस्थाको लेखाविधि हामी कसरी गर्ने, त यो चैप्टरमा हामीलाई रिसिप्ट एन्ड पेमेन्ट अकाउन्ट पढ्नु पर्छ, इन्कम एन्ड एक्सपेन्डिचर अकाउन्ट पढ्नु पर्छ र साथसाथै हामीलाई ब्यालेन्स शीट पढ्नु पर्छ। अब यो तीनटै दुईवटा अकाउन्ट र एउटा ब्यालेन्स शीट जुन हुन्छ हाम्रो, यो तीनवटा मध्ये हामीलाई कुनै दुईवटा सोध्न सक्छ र क्वेशन 5 मार्क्स को सोध्न सक्छ हामीलाई। यो न्यूमेरिकलै चैप्टर हो र यो क्वेशन नम्बर 18 मा आउँछ हाम्रो। क्वेशन नम्बर कतिमा आउँछ 18 मा आउँछ अकाउन्टिङ फर नन प्रॉफिट अर्गनाइजेसनबाट, जुन चैप्टरबाट हामीलाई सोध्न सक्छ कि इन्कम एक्सपेन्डिचर अकाउन्ट बनाऊ र साथसाथै हाम्रो ब्यालेन्स शीट बनाऊ। अकाउन्टिङ फर इनकम्प्लिट रेकर्ड चैप्टर 18, अकाउन्टिङ फर इनकम्प्लिट रेकर्ड अथवा सिंगल एन्ट्री सिस्टम पनि हामी यो चैप्टरलाई भन्न सक्छौं। यो चैप्टरबाट हामीलाई 2 मार्क्स को न्यूमेरिकल आउँछ र यो हाम्रो क्वेशन नम्बर 19 को ए मा सोध्ने गर्छ, क्वेशन नम्बर 19 को ए मा सोध्ने गर्छ र यो चैप्टरबाट हामीलाई 2 मार्क्स को न्यूमेरिकल आउने गर्छ। 2 मार्क्स को न्यूमेरिकल आउँदा एउटा हामीलाई प्रॉफिट लस स्टेटमेन्ट बनाउन भन्छ र अर्को के भन्छ स्टेटमेन्ट अफ अफेयर्स बनाउन भन्छ, क्लोजिङ स्टेटमेन्ट अफ अफेयर्स र साथसाथै हामीलाई प्रॉफिट र लस क्याल्कुलेट गर्न भन्छ हामीलाई। त 1 मार्क्स प्रॉफिट लस स्टेटमेन्ट को र 1 मार्क्स के को हामीलाई क्लोजिङ स्टेटमेन्ट अफ अफेयर्स को। गभर्नमेन्ट अकाउन्टिङबाट 1 मार्क्स को थ्योरी त कम्प्लिटली कम्पल्सरी छ हाम्रो, सोध्छ नै हाम्रो। क्वेशन नम्बर हामीलाई खास गरेर 9 नम्बरमा सोध्ने गर्छ 1 मार्क्स को क्वेशन यो थ्योरी र बाकी यो 8 मार्क्स को थ्योरी आउन सक्छ क्वेशन नम्बर 21 को अर को लागि। भन्नाले यो क्वेशन नम्बर 21 मा जुन आउँछ हाम्रो फाइनान्शियल स्टेटमेन्ट को यो यसको अर मा दिन सक्छ 8 मार्क्स को थ्योरी, यही पार्टबाट हामीलाई। अब आउनुस् हामी जर्नल भाउचर चैप्टरमा, त यो जर्नल भाउचर चैप्टरबाट हामीलाई 3 मार्क्स को न्यूमेरिकल आउँछ भन्नाले 3 वटा ट्रान्ज्याक्सन दिन्छ र एउटा जस्तै बजेट एक्सपेन्डिचर जर्नल भाउचर को हुन्छ, एउटा एडभान्स जर्नल भाउचर को हुन्छ र अर्को के मिसलेनियस को आइटम हुन्छ। जम्मा 3 वटा ट्रान्ज्याक्सन हुन्छ र 3 वटा ट्रान्ज्याक्सनलाई हामीलाई 3 मार्क्स दिएको हुन्छ। प्रत्येक ट्रान्ज्याक्सन को हामी छुट्टा-छुट्टै जर्नल भाउचर को फर्मेट प्रयोग गरेर हामी के गर्ने छौं यो जर्नल भाउचर हामी प्रिपेयर गर्ने छौं। यो क्वेशन नम्बर 19 को बी मा आउँछ हामीलाई, भन्नाले क्वेशन नम्बर 19 को ए मा आउँछ इनकम्प्लिट रेकर्ड र क्वेशन नम्बर 19 को बी मा के आउँछ हाम्रो 3 मार्क्स के आउँछ हाम्रो जर्नल भाउचर के आउँछ न्यूमेरिकल आउँछ। यसको अर मा पनि आउँछ हामीलाई क्वेशन, त्यो हामी अगाडि बुझ्ने छौं। अब बैंक क्याश बुक चैप्टर, बैंक क्याश बुक चैप्टरबाट हामीलाई 4 मार्क्स के आउँछ न्यूमेरिकल आउँछ, 4 मार्क्स के आउँछ न्यूमेरिकल आउँछ, जुन क्वेशन नम्बर 22 को ए मा हुन्छ र साथसाथै हामीलाई 1 मार्क्स को थ्योरी पनि सोध्न सक्छ, 1 मार्क्स को थ्योरी पनि सोध्न सक्छ बैंक क्याश बुकबाट। अब 5 मार्क्स को न्यूमेरिकल आउँछ हाम्रो बजेट शीटबाट, 5 मार्क्स को न्यूमेरिकल आउँछ बजेट शीटबाट, जुन हाम्रो क्वेशन नम्बर 19 को अर मा हुन्छ। भन्नाले यो जर्नल भाउचर र साथसाथै अकाउन्टिङ फर इनकम्प्लिट रेकर्ड को अर मा हुन्छ के हाम्रो बजेट शीट, 5 मार्क्स को न्यूमेरिकल हुन्छ। या त हामी जर्नल भाउचर बनाउँछौं 3 मार्क्स को र साथै अकाउन्टिङ फर इनकम्प्लिट चैप्टर को बनाउँछौं अथवा यस दुईटैको सट्टामा हामी बजेट शीट एउटा बनाउँदा पनि हाम्रो चल्छ। एक्सपेन्डिचर यो चैप्टर एक्सपेन्डिचर रिपोर्ट्स अथवा स्टेटमेन्ट अफ एक्सपेन्डिचर यो क्वेशन नम्बर 22 को बी मा आउँछ हाम्रो र यो चैप्टरबाट हामीलाई जम्मा-जम्मी 4 मार्क्स को न्यूमेरिकल आउँछ। यो चैप्टर 23 मा छ, त जम्मा-जम्मी हाम्रो यहाँ 19 20 21 22 र 23 5 वटा चैप्टर जुन आयो त्यो हाम्रो गभर्नमेन्ट अकाउन्टिङ मा आउँछ र योबाट हामीलाई 14 मार्क्स को जम्मा सोध्छ। त्यो मध्ये 3 मार्क्स के हुन्छ हाम्रो थ्योरी हुन्छ कम्पल्सरी, जुन ग्रुप ए मा सोध्छ, भेरी सर्ट आन्सर क्वेशन मा सोध्ने गर्छ। भन्नाले हामीलाई भेरी सर्ट आन्सर क्वेशन मा हामीलाई ग्रुप ए भनेर दिन्छ समूह क, जसमा हामीलाई भेरी सर्ट आन्सर क्वेशन दिन्छ। भेरी सर्ट आन्सर क्वेशन, भेरी सर्ट आन्सर क्वेशन मा जम्मा-जम्मी हामीलाई 11 वटा प्रश्न आउँछ र प्रत्येक प्रश्नको 1 मार्क्स हुन्छ। भन्नाले जम्मा-जम्मी 11 मार्क्स को हुन्छ। त जम्मा-जम्मी 11 मार्क्स को हुन्छ भने 11 मार्क्स मध्ये थ्योरी नै हुन्छ, भन्नाले पुरै थ्योरी हुन्छ। त 8 मार्क्स को थ्योरी हुन्छ, त्यो कमर्सियल अकाउन्टबाट सोध्छ र बाँकी 3 मार्क्स को थ्योरी जुन हुन्छ त्यो हाम्रो गभर्नमेन्ट अकाउन्टबाट सोध्छ।
ध्यान के दिनुपर्छ कि क्वेशन नम्बर 1 देखि 8 नम्बरसम्म हाम्रो कमर्सियल एकाउन्टबाट थ्योरी सोध्छ र क्वेशन नम्बर 9 10 र 11 यो तीनवटा क्वेशन हाम्रो आउँछ त्यो हाम्रो गभर्नमेन्ट एकाउन्टबाट सोध्ने गर्छ। अर्को आउनुस् हामी ग्रुप बी मा। ग्रुप बी मा सर्ट एन्सर क्वेशन सोध्छ हामीलाई। सर्ट एन्सर क्वेशन सोध्छ हामीलाई। सर्ट एन्सर क्वेशन सोध्छ र जम्मा-जम्मी हामीलाई 8 वटा प्रश्न दिन्छ। एउटा क्वेशनको मार्क वेट हुन्छ 5 मार्क्स। यो हामीलाई 3+2 गरेर पनि दिन सक्छ अथवा 2+3 गरेर पनि दिन सक्छ अथवा सिंगो 5 मार्क्स को पनि दिन सकिन्छ। अब यो ग्रुपमा के ध्यान दिनुपर्छ कि यो 40 मार्क्स मध्ये 3 मार्क्स जो हुन्छ त्यो थ्योरी हुन्छ हाम्रो। 3 मार्क्स के हुन्छ? थ्योरी हुन्छ। क्वेशन नम्बर 12 को ए मा जुन दिएको हुन्छ हामीलाई त्यो गभर्नमेन्ट एकाउन्टको हैन कमर्सियल एकाउन्टको थ्योरी हुन्छ हाम्रो 3 मार्क्स को जुन 12 नम्बर क्वेशन को ए मा दिएको हुन्छ ग्रुप बी मा सर्ट एन्सर क्वेशन को। अब त्यसपछि हाम्रो यो 8 वटा क्वेशन मध्ये कुनै 2 वटा क्वेशनमा और मा क्वेशन दिन्छ। त और मा क्वेशन दिँदा हामीलाई ध्यान के दिनुपर्छ? एउटा क्वेशन दिन्छ हामीलाई यो च्याप्टरबाट हामीलाई खास गरेर हामी यहाँ पनि हेर्न सक्छौं कि एउटा हामीलाई क्वेशन नम्बर यहाँ हामीलाई 15 को और मा दिन्छ। एउटा क्वेशन नम्बर 15 को और मा दिन्छ र अर्को क्वेशन नम्बर 19 को और मा दिन्छ। के मा दिन्छ? क्वेशन नम्बर 19 को और मा दिन्छ। भन्नाले 2 वटा क्वेशन हामीलाई और मा दिन्छ। कुन पार्टमा? ग्रुप बी मा। अब आउ अर्को हामी ग्रुप सी। ग्रुप सी मा हामीलाई खास गरेर 3 वटा प्रश्न दिन्छ। एउटा क्वेशनको वेट 8 मार्क्स हुन्छ र 4 गरेर दिएको हुन्छ हामीलाई। खास गरेर यो ग्रुपमा हामीलाई 20 21 22 3 वटा क्वेशन पर्छ। क्वेशन नम्बर 20 क्वेशन नम्बर 21 र क्वेशन नम्बर 22। त क्वेशन नम्बर 21 मा हामीलाई और मा क्वेशन दिएको हुन्छ। या त न्यूमेरिकल बनाऊ या त हामी के थ्योरी बनाऊ। त जम्मा-जम्मी हामीलाई 3 वटा ग्रुपमा बाँडेर क्वेशन दिएको हुन्छ ग्रुप ए, ग्रुप बी र ग्रुप सी। लस धन्यवाद।